चाहिँ भर्खर उठेको अनि अब म सबै अब ओछ्यानहरू मिलाएर सबै सफाहरू गर्छु किनभने आज घरमा पूजा पनि छ हैन प्लस मेरो हस्पिटल पनि जानुपर्ने छ त्यही भएर चाहिँ म अब छिटो घरको कामहरू गर्छु मेरो अब ओटीको लागि चाहिँ टेस्टहरू छ कतिवटा टेस्ट बाँचेको छ अस्ति चाहिँ 11वटा जस्तो समथिङ कतिवटा टेस्ट त भइसकेको छ अब 3टा टेस्ट रहेको छ हैन त्यो चाहिँ आज गर्छु म अनि अहिले हस्पिटलमा सबै सोधेर आएको छु हैन 8:30 बजी चाहिँ हस्पिटल खोल्छ भनेको छ तर अब समथिङ यता त्यता गर्दा त्यहाँ हस्पिटलमा पनि 9 9:30 त हुन्छ अनि म चाहिँ हस्पिटल गएर अनि टेस्ट गरेर घर आउँछु आज फेरि घरमा पूजा पनि छ त्यसकै लागि चाहिँ हैन अन्त चाहिँ अब यो ओटीहरू गर्नु अगाडि त घरमा पूजा पनि गर्नुपर्छ नि त अनि त्यही भएर आज घरमा पूजा पनि छ त्यसकै लागि तर आज पनि मलाई हस्पिटल जानु पर्दैछ हैन म अब यहाँ घरमा सबै सकेर अनि चाहिँ निस्किन्छु हैन अब तपाईहरुलाई हस्पिटल पुगेर भेट्छु ल हेर्दै गर्नु होला साथीहरु मैले चाहिँ घरको काम सबै सकिसके हैन म चाहिँ फ्रेश पनि भइसके नुहाइधुवाइ गरेर हैन अनि म रेडी पनि भइसकेको छु अब चाहिँ म यहाँ घरबाट निस्किन्छु अनि हेर्दै गर्नु होला म बाटोमा तपाईहरुलाई अपडेट दिँदै गर्छु म चाहिँ यहाँ आदिबाट आइपुगिसकेको छु हो आज जाँदैछु यस्तो कस्तो मजाको हरियाली देख्दैछ टी गार्डनहरु पनि अनि एकछिन रोकेको अब यहाँबाट चाहिँ म निस्केको साथीहरु म चाहिँ भर्खर हस्पिटल आइपुगेँ हो यहाँ दादालाई पर्खिरहेको छु दादा आउनु हुँदैछ अनि दादा आएर मात्रै म भित्र जान्छु यहाँ पर्खिरहेको छु यति बेसी काम भगवान भर्खर खोलेको होला हस्पिटल पनि पर्खिरहेको छु दादा साथीहरु म चाहिँ भर्खर घर आइपुगेँ हैन हस्पिटलबाट चाहिँ हस्पिटलमा सानो मतलब डिस्कस जस्तो भयो त्यहाँनेरि अन्त मलाई यो भिडियो बनाउनु मन लागेन अन्त पुरा रिस उठेको नि मलाई मेरो जे टेस्ट गर्नु पनि त्यो टेस्टहरु नगरेर चाहिँ थुप्रो टेस्टहरु एड गर्दैछ हैन अन्त मलाई पुरा रिस उठ्यो अन्त चाहिँ म घर आइहालेँ हैन टेस्ट गरेर चाहिँ अन्त त्यही मैले चाहिँ आउँदा हस्पिटलबाट निस्किँदाखेरि चाहिँ भिडियो बनाउनु पाइनँ किनभने म पनि हतारमा थिएँ हैन घरमा पनि पूजा छ नि त त्यही भएर चाहिँ म छिटो आउनु पर्यो अनि म घरमा आएर पनि यहाँ रेडी सेडी भइरहेको छु हैन अब बाजा आइपुग्न आँट्नु भएछ अन्त अब म तल गएर चियाहरू बनाइदिन्छु पाहुना अब पूजामा आउनेहरूलाई चियाहरू बनाइदिन्छु हैन म चाहिँ रेडी भइसकेको छु कस्तो देख्दैछ भन्नु होला अनि चाहिँ अब म तल गएर के गर्दैछ के गर्नुपर्छ तपाईहरुलाई देखाउने छु हेर्दै गर्नु होला चाहिँ यहाँनेरि चिया बनाउँदैछु अहिले त्यहाँ बस्दा अहिले मैले चिया खाएर तिमीलाई हाई प्रेसर भयो भन्नु साथीहरु मैले बनाएको चिया चाहिँ यो हो हैन पनि पाकिसकेको छ त्यहाँबाट यहाँनिर चाहिँ प्रसादहरू काट्नु भएको छ माइजहरूले काटिसक्नु भयो हैन अन्त यहाँनिर अंकलले चाहिँ अब यो दोरीमा चाहिँ यो सबै लगाउनु पर्छ अरे नि त अन्त चाहिँ यहाँ मम्मीले चाहिँ के भन्छ रोटी पोलिरहनु भएको छ यस्तो मजाको घाम लागिरहेको छ साथीहरु यहाँनिर चाहिँ यस्तो बेसी यहाँ चाहिँ रोटी पोल्नु हुँदैछ मम्मीले खतरा पोल्नुहुन्छ मम्मीले रोटी यहाँ चाहिँ दादा पनि आइपुग्नु भएछ गाली खाँदै भए पनि मैले गाली गर्दै भए पनि हेलो भन्दिनु यहाँ हेलो यहाँ चाहिँ म छु यत्रो बेसी यहाँ डल्लै पिठो यहाँ डल्लै छ रोटीको हो त्यहाँ चाहिँ मम्मीले पिठो यत्रो बेसी छ हैन यो चाहिँ उयो गरिरहेको चाहिँ उपर भनेर उयो के भन्छ पूजामा चढाउनुको लागि चाहिँ आफै पोल्नु हुँदैछ अंकलले के गर्नुभएको भनिदिनुहोस् यहाँ हाम्रो अंकल चाहिँ भर्खर आइपुग्नु भएछ चिया पिउनु भयो के छिटो अम्म
भर्खर मैले 1 कप चिया दिएको कि साथीहरू एकैछिनमा खाइसक्नु भएछ। अङ्कल के खानुभयो बिहान? के खानुभयो? बाजे पनि आइपुग्नु भएको छैन हो। म चाहिँ यहाँनिर अङ्कलसँग गफ गर्दै बसिरहेको। के गर्नु साथीहरू, यस्तै छ हो। अब बाजे कतिखेर आउनुहुन्छ? एकपल्ट बाजेलाई कल गर्दा हुन्छ त अन्त, नम्बर छ भने त। अब के गर्नु, यसरी पर्खाइ छ बाजेलाई हो। हेर्दै गर्नु होला साथीहरू। कस्तो भयो मैले बनाएको चिया? एकदम दामी। दादालाई चाहिँ चिया दामी भएछ। खै यहाँ देखाउँदा तपाईँ कप यहाँ हेर्नुहोस् त, भट्टिहालेको छु हो। पूजा स्टार्ट हुनु आँटेको छ हाम्रो चाहिँ। बाजे पनि आइसक्नुभयो। दुईजना गर्ने हाँसु विशाल पनि आइज न। अहिले चाहिँ टी ब्रेक भएको छ। बाजे पनि एकछिन रेस्ट गर्नुहुँदैछ। हामी पनि यहाँनिर एकछिन रेस्ट गरेको। मैले खाली पेटमा चिया खाइदिएको त ग्यास भएको जस्तो भइरहेको छ हो। यस्तै हुन्छ। अन्त अब रेस्ट। यो चाहिँ होमको लागि बाजेले रेडी गर्नुहुँदैछ हो। नैऋत्ये पुष्टिकाय नमः, वायव्ये बलवर्धनाय नमः, ईशान्ये प्रजापतये नमः, मध्ये ओम विष्णवे नमो नमः। फुल्य रक्षद्वारा हो नरस हरे प्रसिद्ध प्रसिद्ध माता जगतो विधस्य, प्रसिद्ध विश्वेश्वरी परिवेशं तामेश्वरी देवी चराचरस्य। येन बद्धबली राजा रामलिंग महाबल, तेने तं प्रतिबन्धामि दक्षिणाचलमाचल। श्रीकल्याणमवाप्नोति चिरजीवी भवेन्दर, सर्वयासविनिर्मुक्तः श्रिययुक्तश्च सर्वदा। आयुष्मती हाम्रो चाहिँ पूजा भर्खर सक्यो होइन। भर्खर टिकाहरू लगाइदिनु भयो बाजेले। अनि अब बाजेले टिकाहरू लगाइदिनु हुँदैछ हो। हामीलाई चाहिँ लगाइदिइसक्नुभयो। यहाँ चाहिँ भर्खर बडी आइपुग्नु भएछ। हेलो भनिदिनु बडी। हेलो। बडी चाहिँ भर्खर पूजा सकिसकेर आइपुग्नु भएछ। अरू चाहिँ भर्खर बाजेले टिका लगाएर हामी चाहिँ निस्केको। जानु बडी भित्रै टिका लगायो। टिका लगाइदिनु हुँदैछ। अन्त यहाँ चाहिँ माइजूहरूले अहिले पनि रोटी पोलिरहनु भएको छ हो। हेलो भन्नु भइरहेछ यहाँ। हेलो भन्नु के भयो? भोक लाग्यो? बोजूलाई भोक लागेछ साथीहरू। हेर्नुहोस् त, माइजूले चाहिँ यहाँ रोटी पोल्नु हुँदैछ हो। यत्रो पोलिसक्नु भएछ। कस्तो नरम भएछ रोटी। यहाँ चाहिँ फुपू बसिरहनु भएको छ। यहाँ माइजूलाई हेल्प गर्दै। हजुर